फाइनली Insta360 X6 क्यामेरा आएको छ होइन। यसलाई चाहिँ मैले लगभग एक वर्ष 1.5 वर्षदेखि चाहिँ प्रतीक्षा गरेर भन्नुभयो, किनभने मैले एक्सपो चलाउँथेँ पहिला। अनि त्यस पछाडि चाहिँ अनि ठिकै राम्रै लागेको थियो, क्वालिटीहरू 4K यताउति लागेको थियो। अनि पछि X5 आयो, X5 अनि किनेर लगभग 1-2 हप्ता जति चलाएँ। अनि खासै अपग्रेडै गर्नुपर्ने, पैसै खर्च गर्नुपर्ने जस्तो लागेर नलागेपछि त्यसलाई फिर्ता गरेर एक्सपो पनि त्यति चलाइरहेको थिएन। एक्सपो मैले बेचिसकेको थिएँ त्यति बेला। अनि X6 आएपछि किन्छु भनेर बसिरहेको थिएँ। धन्न अब आयो, लगभग 1-1.5 वर्ष पछाडि अहिले आयो होइन। अब सबै कुरा यहाँ निकालिसकेँ मैले। यो चाहिँ यसको प्रोटेक्ट गर्नुको लागि हो होइन। मेन चाहिँ अब मलाई यसको त्यति अवस्था छैन, तर यो चाहिँ मेरो लागि इम्पोर्टेन्ट, किनभने यो लेन्स चाहिँ एकदम प्रोटेक्ट गर्नुपर्छ। यदि फुट्यो भने चाहिँ $30-40 फेर्न मिल्छ चाहिँ होइन, किन हो भने यसमा चाहिँ त्यो वाइप गर्ने टावल छ। अनि यो चाहिँ सेल्फी स्टिक हो। यो चाहिँ खासै युजफुल हुँदैन। यो चाहिँ यतिकै सेल्फी खिच्न यताउति ठिकै छ, तर बाइकको लागि चाहिँ एक्सनको लागि चाहिँ ठिक छैन। अनि मैले एक्सनको लागि भनेर यो मगाएको छु छुट्टै। यो चाहिँ अलिक दह्रो छ भनेको छ कम्पनीले। अब हेरौँ, यो ट्राई गरेपछि मात्रै थाहा हुन्छ कस्तो छ। अनि यसमा चाहिँ चार्जिङ केबल दिएको छ। अनि त्यस पछाडि यहाँ चाहिँ यसमा चाहिँ 2टा ब्याट्री चार्ज गर्नु मिल्ने केससहित आएको छ होइन। मैले लिँदाखेरि चाहिँ इसेन्सियल प्याकेज भनेर लिएको थिएँ। अनि एउटा एक्स्ट्रा ब्याट्री यो सहित गरेर यसरी ट्याक्क यहाँनिर केबल जोडिसकेपछि यो ब्याट्री 2टा एकैचोटि चार्ज गर्न मिल्छ। अब क्यामेरा चाहिँ एकदम ठिक छ, पहिलाको हेरिकन अब एकदम ठिक छ। छोटो पनि छ, पहिलो कुरा सजिलो पनि छ गर्नलाई। हेलमेटहरू राख्दाखेरि पनि आँखाहरू छोपिँदैन। अनि त्यस पछाडि ओलेड डिस्प्ले छ, मलाई एकदम मनपर्छ ओलेड डिस्प्ले चाहिँ पनि। अनि सबै युजफुल छ। अब नयाँ एडिटिङ सफ्टवेयर भनेको छ कम्पनीले, अन गरेर देखाउँछु है त म। अनि नयाँ एडिटिङ सफ्टवेयर भनेको छ कम्पनीले। अब त्यो चाहिँ ट्राई गरेपछि मात्रै थाहा हुन्छ होइन। हेरौँ कस्तो हुन्छ भनेर। अन गर्छु एकचोटि। मैले यसको सेटअपहरू मिलाएँ भर्खरै, अहिले एप अन गरेर सेटअपहरू मिलाइसकेँ। यो यताउति सेटिङहरू के मिलाउनु भन्छ होइन। अब यसमा अर्को मन परेको चाहिँ मलाई अब 8K कता 8K 30 फ्रेम। अनि त्यस पछाडि डबल लेन्समा चाहिँ 8K 50 फ्रेमसम्म पनि खिच्न मिल्छ कि यसमा। अनि यसमा चाहिँ अर्को के देखाउनु पर्छ, यसमा चाहिँ यहाँ प्रो भनेर पनि छ क्या, प्रो मोड भनेर पनि छ होइन। त्यो चाहिँ सबभन्दा खतरा लाग्यो मलाई। अब त्यसमा चाहिँ मेन्युली सबै कुराहरू मिलाउनु मिल्छ, त्यो एकदम फेभरेट चिज हो। अनि त्यहाँमाथि अब त्यो अटो एडिटिङ, अब यो X6मा नयाँ सफ्टवेयर एआईले गरेर बनाउने भनेको छ, त्यो चाहिँ मलाई एकदम ट्राई गर्नु मन छ। सबैभन्दा राम्रो कुरो त्यही हो। अनि यसमा चाहिँ अब जस्तै भिडियो खिच्नु पऱ्यो भने यसरी छोरो हुँदैन कि, प्रेस नै गर्नुपर्छ। किनभने अब पानी मुनि पनि कहिलेकाहीँ खिच्न मन लाग्छ, के हुन्छ यसरी प्रेस नै गर्नुपर्छ कि, पुस नै गर्नुपर्छ। त्यो चाहिँ एकदम राम्रो लाग्यो, यसरी पुस नै गर्नुपर्छ हल्का। त्यही ठिक छ। अब अरू सबै चाहिँ ट्राई गरेर म चाहिँ पछि भिडियो बनाउँछु।